पोल्ट्री नेपालको पोल्ट्री मित्र नमस्कार, म हुँ दिपेन्द्र श्रेष्ठ। पोल्ट्री सम्बन्धी विभिन्न खबरहरू हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला, साथै फेसबुकमा फलो गर्न पनि नबिर्सिनुहोला। ब्रोइलर कुखुराको मार्केट एकदमै डामाडोल भएर गएको छ। 2082 साल जेठ महिनाको 28 गतेबाट लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको दरमा रु 10ले फेरि गिरावट भएको छ। अबको कोली काँडा दर भने रु 220 कायम भएको छ। यो रेट कायम भएसँगै किसान दाजुभाइहरूले अब 210 पाउनुहुनेछ। खोर काँटा रेट भने 190 हुनेछ। तराईतिर भने 150-60मा कारोबार भइरहेको हामीले खबरहरू पाइरहेको छौँ। सदैव कुखुरा पालन गर्दाखेरि तपाईँले पालेका कुखुराहरू कहिले निस्किन्छ त्यो एकदमै ध्यान दिनुहोला। बजारमा चल्लाको उत्पादन पनि धेरै भएको कारणले गर्दाखेरि पनि कुखुराको उत्पादन धेरै भएको हामीलाई लागिरहेको छ। आशा गरौँ आगामी दिनहरूमा यो उत्पादन सहज भइकन बजारलाई आवश्यकता भएको मात्र उत्पादन भइकन रेटहरू माथि जाने छ भन्ने हामीले आशा गरेको छौँ। हस्, यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद, नमस्ते।